त्यसपछि हामी पास्ट क्वेसनहरू प्र्याक्टिस गर्नेछौँ भनेर भनेको थिएँ। त्यही अनुसार हामी कम्पनी फर्मेसनमा केही विगतमा आएको पास्ट इयरमा आएको क्वेसनहरू प्र्याक्टिस गर्नेछौँ, केही मोडल सेटको क्वेसनहरू प्र्याक्टिस गर्नेछौँ है। सो लेट्स मुभ इन टु द क्वेसन। नर्मली अरू क्वेसन सुरु गर्नु भन्दाखेरि चाहिँ मैले एउटा कन्सेप्ट यहाँ हजुरहरूलाई भन्ने छु है, जुन चाहिँ हामीले अगाडि पढ्दै गर्दाखेरि कतै पनि आएको थिएन, तर यो पास्ट क्वेसनमा रहेछ है। 2081 को पास्ट क्वेसन हेर्नुभयो भने तपाईँले त्यहाँ स्ट्याट्युटरी कम्पनी भनेको के हो, वैधानिक कम्पनी भन्नाले के बुझिन्छ भनेर सोधेको छ है। पहिला हामी यसको कन्सेप्ट बुझ्नेछौँ। वैधानिक कम्पनी अथवा स्ट्याट्युटरी कम्पनी भनेको चाहिँ नर्मली कम्पनीहरू चाहिँ हामीले देख्दै गर्दै सुनेको जेनरल भ्यूमा होइन, हामीले वरपर देख्ने कम्पनीहरू चाहिँ के हुन्छ त भन्दै गर्दाखेरि कम्पनीज एक्ट अनुसार दर्ता गरिएको हुन्छ, कम्पनी ऐन अनुसार नै सबै कामहरू गरिरहेका हुन्छन्। तर केही सर्टेन कम्पनीजहरू चाहिँ यस्तो पनि हुन्छ जुन चाहिँ कम्पनी ऐन कम्पनी एक्टको अनुसार नभएर आफ्नो एउटा छुट्टै नै ऐनको अनुसार बनेको हुन्छ है। त्यसलाई चाहिँ वैधानिक कम्पनी भनिन्छ अथवा स्ट्याट्युटरी कम्पनी भनेर डिफाइन गरिन्छ है। उनीहरूको कम्पनी ऐनको नभएर आफ्नो एउटा छुट्टै अथोरिटी हुन्छ, त्यो आफ्नो छुट्टै ऐनमा जे लेखिएको छ त्यही नै कुराहरू मान्नुपर्ने अथवा फलो गर्नुपर्ने हुन्छ है। बाँकी डिस्टिङ्क्ट लिगल इन्टिटीहरू त्यो सेपरेट एक्जिस्टेन्स हुने कुरा त भइ नै हाल्यो। तर मेन फरक चाहिँ के रहेछ त भन्दै गर्दाखेरि कम्पनी ऐनको अनुसार नभएर आफ्नो एउटा छुट्टै नै स्पेसिफिक ऐन हुन्छ, त्यही अनुसार बनेको हुन्छ, त्यही अनुसार अपरेट गर्छ र त्यही अनुसार नै त्यो संस्था चलाउनु पर्ने हुन्छ है। सो यो स्ट्याट्युटरी कम्पनीको हामी थोरै कन्सेप्ट लेख्नेछौँ र त्यसपछि हामी बाँकी क्वेसनहरू गर्नेछौँ है। देखिएको छ ओके। फर्स्ट क्वेसन, स्ट्याट्युटरी कम्पनी। ह्यान्डराइटिङ अलिक सानो लेख्ने बानी छ मेरो, म हुन त सक्दो हजुरहरूलाई बुझ्ने गरी देखिने गरी लेख्ने ट्राई गर्नेछु। An organization established under a special act of government rather than being incorporated under General Company Act. And has separate legal existence and power defined by the act. के भयो त? त्यही हामीले जे पढेको थियौँ, जे मैले अगाडि भनेको थिएँ, आफ्नो एउटा छुट्टै नै एक्ट अनुसार बनेको हुन्छ है। र त्यसपछि यसको आफ्नो छुट्टै एउटा अथोरिटी हुन्छ, पावर हुन्छ र नियमहरू हुन्छ। इक्जाम्पल के हो त भन्दै गर्दाखेरि यस्तो स्ट्याट्युटरी कम्पनीहरूको चाहिँ इक्जाम्पल पढौँ है। तपाईँ हामीले सुन्दै आइरहेको नेपाल विद्युत प्राधिकरण, नेपाल इलेक्ट्रिसिटी अथोरिटी, यो पनि एउटा स्ट्याट्युटरी कम्पनी अन्तर्गत नै पर्दछ। नेपाल इलेक्ट्रिसिटी अथोरिटी। अर्को छ हाम्रो खानेपानीको पनि है, नेपाल वाटर सप्लाई कर्पोरेसन। अर्को रहेको छ नागरिक लगानी कोष भनिन्छ त्यसलाई, सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट है। ट्रस्ट आयो। यति भएपछि डेफिनेसन के हो, इक्जाम्पल के हो तपाईँहरूले बुझ्नुभयो होला। र अर्को म तपाईँहरूलाई फिचर्स पनि लेखिदिनेछु। न त कम्पनीको नर्मल त फिचरहरू के हुन्छ त, पर्पेचुअल सक्सेसन भन्ने होइन, डिस्टिङ्क्ट लिगल इन्टिटी,
यस्तो कुराहरू हामीलाई थाहा छँदैछ। तर यो स्पेसिफिक स्ट्याचुटरी कम्पनीमा अझ एउटा दुईटा थप के चाहिँ हुँदो रहेछ त, त्यो पनि एउटा फिचर्स हेरौँ है। फिचर्स भनेर पहिलो फिचर रह्यो इस्टाब्लिस्ड बाई स्पेसल एक्ट अफ पार्लियामेन्ट। ठिक छ। अर्को भनेको अपरेटेड अकर्डिङ टु इट्स ओन एक्ट रादर देन कम्पनी एक्ट, यो पनि हामीले पढेकै हो। देखिएको छ, ओके ल ठिक छ, देखिएको छ है। सो आई होप स्ट्याचुटरी कम्पनीको मिनिङ बुझ्नुभयो होला र हामी अर्को क्वेसनतिर मुभ अन हुनेछौँ। अर्को 82मा सोधेको क्वेसन चाहिँ के छ त भन्दै गर्दाखेरि राइट एनी 2 फिचर्स अफ पब्लिक कम्पनी भनेर सोधेको थियो। पब्लिक कम्पनीको फिचर त सजिलै छ है, त्यस्तो केही गाह्रो भएन। फिचर्स अफ पब्लिक कम्पनी देखिनुभएको छ, ओके ल देखिएको छ। फिचर्स अफ पब्लिक कम्पनी भनेको थियो कि सेपरेट लिगल एक्जिस्टेन्स भइ नै हाल्यो होइन, इजी ट्रान्सफरेबल अफ सेयर्सहरू भइ नै हाल्यो, त्यसपछि लिमिटेड लाइबिलिटी भन्ने कुराहरू थियो। त्यहाँबाट दुईवटा तपाईँ उठाएर लेख्दा हुन्छ। एउटा सेपरेट लिगल एक्जिस्टेन्स र अर्को छ इजी ट्रान्सफर अफ सेयर्स है। पब्लिक कम्पनीहरूले आफ्नो सेयर ट्रान्सफर गर्न मिल्छ भन्ने प्रोभिजन पढेको थियौँ नि त हामीले। ओके दिस इज गुड। ओके र अर्को क्वेसन मैले दुईवटा 2 वर्षको क्वेसनहरू लिएर आएको थिएँ र हामीसँग अर्को छ, यहाँ हेर्न सक्नुहुन्छ, देखिएको छ होला, आई होप देखिएको छ है। अन्त म थोरै जुम गरिदिन्छु। ओके आई होप यो देख्नुभएको छ होला। राइट एनी 2 फिचर्स अफ पब्लिक कम्पनी सिडिसीको मोडल क्वेसनमा आएको क्वेसन रहेछ, हामीले हेरिसक्यौँ है। अर्को चाहिँ मिनिङ अफ क्युमुलेटिभ प्रिफरेन्स सेयर अनि यो मिनिङ अफ कल्ड अफ क्यापिटल भन्ने क्वेसनहरू छ नि। अब यस्तो छ, कति पब्लिकेसनहरूमा चाहिँ के गरेको छ भनेपछि यो सेयर यो हुन त जुन यो क्यापिटलहरू भयो अनि त्यसपछि प्रिफरेन्सहरूको क्वेसन छ नि, यिनीहरूलाई चाहिँ सेयरको अन्तर्गत पर्ने पोर्सनको हो, सेयरको अन्तर्गत गर्ने पार्टको क्वेसनहरू हो। अनि कति पब्लिकेसनले कस्तो गरेको छ भनेपछि कम्पनीको फर्मेसनको कुरा अनि यो सेयरको कुरा पनि सँगै नै एउटै च्याप्टरमा जोडेर दिएको छ। र कति पब्लिकेसनले के गर्छ भने कम्पनी फर्मेसनको छुट्टै छ र यो सेयरको कुराहरू छ नि, यो चाहिँ छुट्टै सेयरकै भनेर एउटा च्याप्टरमा न्युमेरिकल च्याप्टरमै इन्क्लुड गरिदिएको छ। मैले चाहिँ त्यसरी एक्ज्याक्ट त्यसरी कम्पनीको एउटा छुट्टै फर्मेसनको मैले छुट्याएर राखेको छु र सेयरको कुराहरू चाहिँ हामी पछि सेयरकै च्याप्टर पढ्ने बेला प्र्याक्टिस गर्नेछौँ। न्युमेरिकल होस् थ्योरी होस् सबै त्यही नै पढ्नेछौँ। त्यही भएर यो दुईवटा क्वेसन हामी अहिले छोडिदिनेछौँ है। अर्को छ स्टेट एनी 2 कन्टेन्ट इन्क्लुडेड इन द मेमोरेन्डम अफ एसोसिएसन। अब मेमोरेन्डम अफ एसोसिएसन होइन, एमओए भनेको के त, कम्पनीको सबभन्दा इम्पोर्टेन्ट डकुमेन्ट, यो बिना कम्पनी दर्ता नै गर्न मिल्दैन। यसको दुईवटा फिचर भनेको चाहिँ कन्टेन्ट के हुन्छ त, सजिलो थियो, मैले भनेको थिएँ नाम काम दाम ठाम भनेर। त्यही भएर सुरुमा त कम्पनीको नाम के हो, त्यसपछि कम्पनीको अब्जेक्टिभ काम के हो भन्ने कुरा यसरी हामीले लेखिदिँदा हुन्छ है। ओके थर्डमा हाम्रो कन्टेन्ट अफ, हुन त मेमोरेन्डम अफ पुरै नै लेख्दिएँ, मेमोरेन्डम अफ एसोसिएसन। पहिला के छ त, नेम अफ कम्पनी है, र अर्को भयो अब्जेक्टिभ्स अफ कम्पनी।
अब हामीलाई यहाँ क्वेसन जति मागेको छ हामीले त्यति मात्रै लेखिरहेको छौँ। तपाईँलाई अब यो सबै नै कुरा हेर्नु छ भने यदि अगाडिको भिडियो हेर्नु भएको छैन भने तपाईँले यो च्याप्टरको नै पुरै कम्प्लिट डिटेल्ड एक्सप्लेनेसन अगाडिको भिडियोमा छ, त्यहाँ गएर तपाईँले हेर्न सक्नुहुन्छ है। यहाँ चाहिँ हामी क्वेसनले जति जति मागेको छ त्यति मात्रै लेखिरहेको छौँ। र अर्को क्वेसन के छ त भनेपछि फेरि आयो यहाँ 2 फिचर्स अफ पब्लिक कम्पनी भनेर है। यो पनि हामीले माथि नै गरिसक्यौँ। त्यसपछि मिनिङ अफ प्रोस्पेक्टस। ओके, प्रोस्पेक्टस भनेको के रहेछ त? रिटन इन्भिटेसन गिभन टु द पब्लिक टु इन्भाइट देम टु पर्चेज द सेयर अफ द कम्पनी होइन। के हुन्छ त? हामी एउटा प्रोस्पेक्टस इस्यु गर्छौँ, हाम्रो कम्पनी कस्तो छ, हाम्रो कम्पनी राम्रो नराम्रो, हाम्रो कम्पनीले विगतमा पास्ट इयरहरूमा फाइदा भयो घाटा भयो होइन, कम्पनीको क्यापिटल कति छ, त्यस्तो कुराहरू देखाएर हामीले हाम्रो कम्पनीको सेयर किन्न आउनु भनेर हामी चाहिँ एउटा इन्भिटेसन दिने गर्छौँ प्रोस्पेक्टस है। अब त्यसको कन्टेन्ट के सोधेको थियो? ओके, मिनिङै सोधेको रहेछ हामी त्यसको। हुन त हामीले अगाडि पनि सबै नै पढिसकेको थियौँ। हुन त च्याप्टर सानो पनि छ र त्यसबाट खासै न्युमेरिकल क्वेसन नभएको हुनाले हुन्छ नि, थ्योरी अब नयाँ बनाउनै मिल्दैन कि, जे छ त्यति मात्रै नै छ है। एउटा नयाँ आएको थियो त्यो स्ट्याट्युटरी कम्पनीको, मैले त्यो पनि लेखिदिइहालेँ। मिनिङ अफ प्रोस्पेक्टस भनेर के छ त? A written invitation made to public to subscribe the share or other securities of company. It is published before issuing shares. और के थियो? Its main purpose is to encourage public to purchase its share है। Its main purpose is to encourage public to purchase shares of company। अलिकति मेरो ह्यान्डराइटिङ फेरि सानो लेख्ने बानी छ कि आयो, त्यो पनि म सक्दो ठुलो पारेर लेख्दै ट्राई गर्नेछु है, कतिको भिजिबल छ छैन भिडियोमा। अर्को क्वेसन रहेको छ प्रोस्पेक्टसको मिनिङ भयो। अब प्राइभेट कम्पनीको मिनिङ के त भन्दै गर्दाखेरि, प्राइभेट कम्पनी भनेकै त इन्कर्पोरेटेड के छ, इन्कर्पोरेटेड एज पर द ल होइन। मिनिमम 1 जना र म्याक्सिमम 101 जनाले मात्रै फर्म गर्न सक्छ भनेर हामी त्यसरी पढेको थियौँ प्राइभेट कम्पनीको बारेमा। एक्ज्याक्टली हामी त्यही नै लेख्नेछौँ। प्राइभेट कम्पनीको हामीलाई मिनिङ सोधेको थियो है, वाट इज प्राइभेट कम्पनी भनेर सोधेको थियो। अ कम्पनी which restricts the transfer of shares, which restricts the transfer of shares from one person to another, from one person to another, and can be formed by a single person but cannot exceed 101.
but cannot exceed 101 is good. प्राइभेट कम्पनी है। अझ तपाईँले थोरै के थप्न मिल्छ भन्दाखेरि प्राइभेट कम्पनीले चाहिँ आफ्नो सेयर पब्लिकमा चाहिँ इस्यु गर्नु मिल्दैन भन्ने कुरा तपाईँले थप्न मिल्छ है। इट डज नट इन्भाइट पब्लिक टु सब्सक्राइब इट्स सेयर्स। ठिक छ, प्राइभेट कम्पनीको नि मिनिङ हामीले बुझ्यौँ, क्वेसनमा आएको रहेछ है। र अर्को छ मेन्सन एनी 2 एडभान्टेजेस अफ पब्लिक लिमिटेड कम्पनी भनेर छ है। मेन्सन एनी 2 एडभान्टेजेस अफ पब्लिक लिमिटेड कम्पनी भनेर छ। ठिक छ, यो पनि हामीले एडभान्टेज भन् स्पेसिफिक पब्लिक लिमिटेडको त हामीले स्पेसिफिक पढेको नै थियौँ होइन, के हो एडभान्टेज भनेर। यो भयो क्वेसन नम्बर 6। एडभान्टेजेस अफ पब्लिक कम्पनी के थियो त? पब्लिक कम्पनीमा धेरै नै सेयर होल्डर हुन्छ भनेपछि कम्पनीले पब्लिक थ्रु सेयर इस्यु गरेर पैसा जम्मा गरेको हुन्छ भनेपछि पब्लिक कम्पनीसँग एउटा सफिसियन्ट पैसा हुन्छ आफ्नो कम्पनी रन गर्नको लागि, आफूलाई चाहिएको कुराहरू किन्नको लागि होइन, अपरेट गर्नको लागि चाहिँ इट डु नट ल्याक क्यापिटल अथवा इट डु नट ल्याक मनी टु अपरेट इट्स कम्पनी। अर्को भनेको सेयरहरू पनि सजिलै कारोबार हुन्छ पब्लिक कम्पनीको। हामी त्यही कुरा लेख्नेछौँ। पहिलो भयो इट ह्याज इनफ क्यापिटल since investment is made by large number of people। यो पोइन्ट भयो। अर्को भनेको शेयर आर इजिली ट्रान्सफरेबल। ठिक छ, ओके। र अर्को क्वेसन हुनेछ हाम्रो डिफाइन कम्पनी भनेर छ। अब कम्पनी भन्ने के त? लिगल इन्टिटी होइन, एसोसिएसनल पिपल विथ कमन इन्ट्रेस्ट अर अब्जेक्टिभ इन्कर्पोरेटेड एज पर द ल है, विच एज सेपरेट लिगल एक्जिस्टेन्स। अब यही नै हो। अनि ओके, डिफाइन कम्पनी भनेर छ। के हो त कम्पनी भनेको? कम्पनी इज एन association company association of people having common interest that is incorporated according to law and has separate legal existence ओके देखिएको छ। यो हाम्रो कम्पनीको डेफिनेसन भयो है। 8औं क्वेसन के छ त भनेपछि राइट एनी टु कन्टेन्ट टु बी इन्क्लुडेड इन आर्टिकल अफ एसोसिएसन भनेर छ। एमओए जस्तै आर्टिकल पनि एउटा इम्पोर्टेन्ट डकुमेन्ट हो। एओएमा चाहिँ के कुराहरू लेखिएको हुन्छ, एमओएमा तोकेको अब्जेक्टिभ कसरी मिट गर्ने भन्ने कुराहरू मेन दिएको हुन्छ होइन। कम्पनीको नियमावली, कम्पनीको के गर्न पाउँछ के गर्न पाउँदैन भन्ने कुराहरू त्यहाँ देखिएको छ है। कन्टेन्ट अफ आर्टिकल्स अफ एसोसिएसन
पहिला के छ त राइट एन्ड ड्युटिज अफ डिरेक्टर्स है राइट्स एन्ड ड्युटिज अफ डिरेक्टर अर्को छ राइट एन्ड ड्युटिज अफ सेयर होल्डर र अर्को एउटा क्वेसन हामी के भन्छौँ भन्दै गर्दाखेरि डिफाइन पब्लिक कम्पनी भनेर छ हामीले अगाडि गरिसकेको त पब्लिक कम्पनीको ओके रहेछ एउटा पब्लिक कम्पनी लास्ट हामी गर्नेछौँ त्यसपछि लगभग क्वेसनहरू यस्तै नै हुन्छ होइन हामीले पढेकै कुरा रिपिट हुने हो त्यस्तो नयाँ खासै भेरिएसन गर्न मिल्दैन यो च्याप्टरबाट त्यति धेरै छैन पनि है पब्लिक कम्पनीको के छ त डेफिनेसन company which is not private company is called public company. अब हाँस्नु हुन्छ होला है कति सजिलो छ यसको डेफिनेसन प्राइभेट कम्पनी पब्लिक कम्पनी भने के हो त जुन प्राइभेट कम्पनी होइन त्यो चाहिँ हाम्रो पब्लिक कम्पनी हो भनेर बुझ्न मिल्यो है कम्पनी विच इज नट प्राइभेट कम्पनी इज कल्ड पब्लिक कम्पनी भनेर आयो कुरा अब त्यसपछि यति मात्रै त छोडेर भएन होइन अलिकति थपिदिनु पऱ्यो फेरि मार्क आउला नआउला भन्ने डाउट हुन्छ है त्यही भएर अर्को के छ इट निड्स minimum 7 person to form a company and has no limitation for maximum number of shareholders है मिनिमम 7 जना हुनु पर्यो म्याक्सिमम जति पनि राख्न पायो भनेर छ अर्को छ इट क्यान इस्यु इट्स शेयर टु पब्लिक by issuing prospectus ठीक छ जुन पब्लिक कम्पनी भनेको के रहेछ जुन प्राइभेट कम्पनी होइन तर यति मात्रै लेखेर त पुग्दैन त्यही के कम्ती पनि 7 जना हुनुपर्ने हुन्छ म्याक्सिमम जति पनि हुन पायो र पब्लिक कम्पनीहरूले चाहिँ आफ्नो सेयर पब्लिकमा चाहिँ इस्यु गर्न सक्छन् र त्यसको लागि चाहिँ हामीले प्रोस्पेक्टस इस्यु गर्नुपर्ने हुन्छ भनेर लेखिदिएको छौँ हुन त 10 वटा क्वेसन भनेको त लगभग यही नै कुराहरू हैन रिपिट भइरहेको हुन्छ